हजुरहरुलाई स्वागत छ हाम्रो भिडियोमा। मेरो माइजू सिन्छ यतातिर हामी चाहिँ खेतमा जान लागेको छौं है। गहुँ काट्न गुमा खान रे उमाको लागि गहुँ खोज्दैछौँ। गहुँ चाहिँ हामी 2-4 दिनपछि काट्छौं। हाम्रोतिर गहुँ चाहिँ पाकिसक्यो। अहिले हामी उमा खाना हाम्रो आन्टी हिँड्न लाग्छ छ। उमा खाने हो। यता हाम्रो आन्टीको खेत हो। यो पुरै बाउन्डरी गरेको छ खेतमा। हाम्रा घर उता रहिसके। हामी यता खेतमा छौं आज। हाम्रोतिर यस्तै गहुँ पाकिसके। पुरै खेत पाकिसकेछ। हजुरहरुकोतिर गहुँ पाके कि पाकेन? ल हजुरहरु कमेन्ट गर्नु होला है। हाम्रोतिर त पाकिसके। आन्टी उमा काट्न लाग्छ छ। अहिले उमा खाएको भिडियो हाल्छौं है हजुरहरुलाई। ल हजुरहरु हेर्नु होला हाम्रो उमा खाएको भिडियो। हाम्रो आन्टी उमा काट्न लाग्छ छ। माइजू पनि तयार होइसिन्छ है। यो पुरै गहुँ पाकिसकेको छ यतातिर। यहाँ केराउ लगाइसे रहेछ आन्टीले। यस्तो छ है। रमाइलो छ हाम्रोतिर त। उमा खाइसिने कि केरा खाइसिने? कति के खाएर सक्सिने हजुर? हेर्नु बाफ्रे बाफ्रे यहाँ कस्तो केराउ छ है। केराउ आन्टीलाई मन पर्छ अरे धेरै। एकदम मन परेर केराउ खान लाग्छ त आन्टी। तर बाउन्डरी हालेर चाहिँ हिँड्न चाहिँ सजिलो भएको छ है। बिच खेतमा जानै परेको छैन। बाउन्डरीमा हिँड्यो सकियो काम। यहाँ केराउ यस्तो छ। केराउ खाने अरे यतातिर। ल अब हामी चाहिँ यहाँनिर चाहिँ हरिया रहेछन् गहुँ। यसमा काटेर हामी चाहिँ उमा खान्छौँ होला है। छेउछेउको जहाँ हरिया छन् यस्तो छ।